वेलकम ब्याक टु माई एनदर भ्लग। आज हामी यता चितलाङ जाँदैछौँ होइन, 5 जना केटाहरू भएर। अहिले चाहिँ ठ्याक्क चौतारी खान लागिरहेछौँ, चुत्रो पनि भन्छन् के अरे। बाटोमा काफलको रुखहरू देखेर यस्तै काफल खान लागिरहेछौँ होइन। र हाम्रो धुर बसेर एकजना माथि चढ्नु भएको, एकजना तल टिप्दै हुनुहुन्छ। ती दुईजना यता माथि गए लिँदैछन् सेल्फी। म छु तातो खबरमा होइन, तातो मान्छे झ्वाइ चिसो मौसम। तपाईहरुलाई हाम्रो नयाँ अर्को एपिसोडमा स्वागत छ। यस्तै कारणले गर्दा मैले भ्लग बनाउन छोडे। यति बेला हामी चितलाङ माथि युनिभर्सिटीतिर घुम्न आइरहेछौँ होइन। केटाहरू फोटो खिच्दैछन्। त्यो पछाडिपट्टि चाहिँ हामी बसेको ठाउँ हो होइन। यति बेला हामी चितलाङ माथि रिसोर्टदेखि थोरै माथि छौँ। मदन भण्डारी युनिभर्सिटी साइन्स एन्ड टेक्नोलोजीको थोरै माथिपट्टि होइन। मकवानपुर जिल्लामा पर्छ। एकदम रमाइलो ठाउँ छ। अब यता पाटनहरू छ, भिडा फार्महरू छ, झरना छ, नदी छ, स्विमिङ गर्न पाइन्छ। रुम बुक गरेर आउनुपर्छ। पैसा तसँग केटाहरू सब यता आइजाऊ न यार। ओइ यहाँ आइजाऊ न केटाहरू यार। गाइजहरु बगा लाग्यो त भिडियो त। ओ विष्णु सर ल आउ सर। ओ ल अलि थोरै छोडी जानेलाई मतलब भन संसारभरि केही गरेछन् तिमीले सबै त सोचेर बस्छौ। के पुरा गर्छौ यार। कुछ पैसा बचा के घूमना आइए, घूमने दोस्त बहाने बनाते। नमस्ते सम्पूर्णमा तपाईहरुलाई फेरि तातो खबरमा स्वागत छ। फेरि इन्ट्री हो। मैले लामा लेकमा लगेर पाल्छु दाइ। अब काम गराएर म इन्सपायर भएँ यहाँबाट। केही नहुँदा त चलिरह होइन। उहाँ त यो भेडा त उसमा पनि फोहोर फालेको ठाउँमा पनि चर्छ कि। भेडो सहिलो हो नि त। ओ एमालेका कार्यकर्ता ठुमे खै त काला नि हुनु रहेछ नि यार भेडा। के ल हेर्नु यो हेर्नु बटारेर हिँडेको यो। ए आउँदै रहेछन् कि म त भेगियो भनेको यार। तिन त बाहिर निक्ले त। हेर त एमालेका कार्यकर्ता कति धेरै हुन्। ए तिन त हरिफ छिर्ने रहेछन् नि बाख्रा त। यो रुल्स भनेकै ब्रेक गर्नलाई हो कि दाइ। हामी त्यो अलि कुलेखानीमा यसो डुङ्गा सवारी। ल है तिनाउ खोलामा बोट आयो। तिनाउ खोलामा म देखिन नि। घुमा लेफ्ट अनि कता हो?